मेडिकल स्टोरी नेपाल भन्ने पेजमा चाहिँ फार्मासिस्टहरूको लाइसेन्स त भाडामा जान्छ रे नि त हो र भनेर एउटा प्रश्नसहितको पोस्ट गरेको रहेछन्। त्यस पछाडि त्यहाँ धेरैजनाले कमेन्ट गर्नुभएको देखेँ। कसैले चाहिँ यो पहिलेदेखिको चलन हो, कसैले चाहिँ यतिमा आउँछ, वर्षमा यति, महिनामा यति भन्ने, र प्राय जस्तोको चाहिँ कमेन्ट के देख्यो भन्दाखेरि फार्मासिस्टको त कमाइ नै छैन, 15,000 स्यालेरी दिन्छन्, त्यही भएर चाहिँ भाडामा लाइसेन्स लगाएर पैसा कमाउने बाटो रोजेका छन् भनेर यस्तो खालको अभिव्यक्तिहरू धेरैजनाको देखियो। लाइसेन्स रेन्टिङ फार्मेसीमा चाहिँ किन बढी छ त भन्दाखेरि चाहिँ एउटा त रिकग्निसनको कमी छ। रिकग्निसनको कमी भइसके पछाडि फार्मासिस्टलाई चाहिँ दायित्वको पनि कमी भयो हैन। दायित्वको कमी भइसके पछाडि चाहिँ खुलेआम रूपमा जे गर्दा पनि भइरहेको छ कि अब डाक्टरले लेखेको प्रेस्क्रिप्सनमा इरोर पत्ता लगाउनु अथवा चाहिँ इन्टरेक्सनहरू पत्ता लगाएर मिस्टेक छ है भनेर डाक्टर साहबलाई चाहिँ फेरि रिटर्न गराउन सक्ने क्यापेबिलिटी राख्ने फार्मासिस्टको खास क्यारेक्टर हो। पेसेन्टको लागि चाहिँ यो सेफ्टी छैन, पेसेन्टहरूलाई चाहिँ यो कुराको चाहिँ एलर्जी रहेछ अथवा चाहिँ पेसेन्टको अलरेडी यो मेडिकेसन रहेछ, यो त इन्टरेक्सन हुने खालको भयो, डाक्टर साहब यो फेर्नु पर्ने हो कि अथवा यसको बेटर अप्सन यो हो भनेर सजेसन गर्नुपर्ने फार्मासिस्टको रोल हो। र डिस्पेन्स गर्दाखेरि हैन बिरामीले चाहिँ राम्ररी बुझिरहेको छ कि छैन, डाक्टरले कुन प्रयोजनको लागि प्रयोग गर्न खोज्नु भएको छ, त्यो प्रयोजन ठिक छ कि छैन भन्ने कुरा पनि यकिन गर्ने फार्मासिस्टको काम हो। तर त्यो कुनै कुरा पनि नभइकन खुरुक्क बिल काट्ने, खुरुक्क झोलामा औषधि राख्ने, बिहान बेलुका खाना अघि खाना पछि भनेर दिदिने, यति मात्र रेस्पोन्सिबिलिटीमा चाहिँ राखिएको हुनाले फार्मासिस्टहरूले चाहिँ आफ्नो दायित्व बोध पनि गरेको छैनन्। आफूमाथि के पनि रेस्पोन्सिबिलिटी नआउने भइसके पछाडि खासै मतलब पनि भएन। जसले दिए नि भयो, यसो 2-4 दिन बसेर यो खाना अगाडि यो खाना पछाडि भन्न जानिसके पछाडि पुग्यो मान्छेलाई हैन। त्यति मात्र जाने पुगेको छ अहिलेसम्मलाई डिस्पेन्सिङमा, त्यो लागि चाहिँ बेस्ट प्रिफर्ड छ छैन भन्ने कुराको पनि मतलब भएको छैन। जबसम्म चाहिँ दायित्व दिइँदैन, पेसेन्ट सेफ्टीमा चाहिँ डाक्टरले लेखेको प्रेस्क्रिप्सन फार्मेसीबाट डिस्पेन्स हुँदाखेरि प्रोबेबल इन्टरेक्सनहरूलाई चाहिँ फार्मासिस्टले रुल आउट नगर्दाखेरि फार्मासिस्टलाई पनि रिस्क हुन्थ्यो, उसको चाहिँ व्यक्तिगत हिसाबमा उसलाई पनि केही कारवाही हुन सक्ने सम्भावना हुन्थ्यो अथवा हैन त्यस्तो केही भइदिया भए चाहिँ फार्मासिस्टहरू पनि अलिकति रेस्पोन्सिबल हुन्थ्यो होला। ओहो मेरो नामबाट डिस्पेन्स हुँदाखेरि त मलाई पो गाह्रो पर्ने रहेछ भन्ने डर हुन्थ्यो हैन। अब एउटा जब गाडीको लाइसेन्स चाहिँ तपाईले क्याटेगोरी ए बी सी जुन जुन लिए पनि तपाईले लाइसेन्स आरकोलाई बोकाएर गाडी चलाउन त पठाउनुहुन्न भने यो जनस्वास्थ्य यत्रो लाखौं मान्छेको स्वास्थ्यमा चाहिँ असर गर्न सक्ने सम्भावना राखेको औषधि जुन चाहिँ अलिकति मात्र पनि डोज दायाँ बायाँ भयो भने धेरै खतरा कुराहरू हुन सक्छन्। यस्तो कुरामा चाहिँ हैन मलाई 15,000 एक्स्ट्रा महिनाको फल्छ भनेर प्यासिभ रूपमा फलानो चाहिँ 5-7 वर्ष हस्पिटलमा काम गरेको, फलानोले चाहिँ यसो एचएसीएमए पनि गर्नु भएको, औषधि दिन त जानिहाल्नुहुन्छ भन्ने हिसाबले उहाँहरूलाई ड्याम कि ड्याम पैसा फलाउने बाटो बनाइराख्दाखेरि आज प्रोफेसनको पनि धजिया उडेको छ, हाम्रो पनि रिकग्निसन पनि छैन, दायित्व पनि छैन, यिनीहरू भनेको चाहिँ बेचुवा हुन् भन्ने मात्र एउटा जनमानसमा अथवा चाहिँ अरू मेडिकल प्रोफेसनमा पनि हाम्रो चाहिँ एउटा आइडेन्टिटी भनेकै त्यति मात्र रहेको कारण चाहिँ यस्तै होला।